नमस्कार जनता सबै फेरि पनि स्वागत छ हाम्रो यो माइनक्राफ्ट वन ब्लक सिरिजको एपिसोड 4 मा। आई होप सबैले एपिसोड 3 हेरिसक्नु भएको छ। एपिसोड 3 मा हाम्रो नयाँ फेज आएको थियो हैन, हाम्रो ओशन फेज थियो र ओशन फेजमा हामीले के माइन गरेका थियौं। हाम्रो एनिमल एरिया बनाएका छौं, एनिमल पेन्सहरु जहाँ हामीले एनिमल राखेर एक्सचेन्ज गर्न मिल्ने थियो हैन। अनि यता हाम्रो चिकनको छ, यता हाम्रो पिग्सहरुको छ। ओके वाउ व्हाट लक म्यान, एउटैमा पर्दैन। ओके पेन्स बनाएका थियौँ र केही माइनिङ पनि गरेका थियौँ, केही ग्राइन्डिङ गरेका थियौँ हामीले हैन। ग्राइन्डिङ गरेका थियौँ, थोरै सामानहरू यतै छ त्यो फर्स्ट फेजबाट पाएको। र आजको भिडियो गोल चाहिँ के हुन्छ नि, आजको भिडियो गोल भने एउटा ट्री फार्म बनाउने। ट्री फार्म मतलब अटोमेटिक हैन कि लाइक ट्री ग्रोइङ एरिया, किनकि मलाई यो सर्फेस एरिया कम्प्लिट गर्नु छ र हाम्रो फ्युचर बिल्ड्समा पनि हाम्रो धेरै काम लाग्नेवाला छ त्यो ट्रीहरू हैन, वुडहरू धेरै काम लाग्नेवाला छ। सो आजको गोल चाहिँ त्यही हो, हाम्रो ट्री फार्म बनाउने र यो थोरै पनि फेज पनि अगाडि बढाउने हो। र सुरुमा चाहिँ के गरौँ, थोरै केही माइन गरौँ अनि के पाइन्छ हेर्दै जाउँ हैन। अनि यो फ्रगहरू पनि लास्टमा मैले ट्याडल पाएँ, 2-4वटा चाहिँ यहाँ अफलाइन ग्राइन्ड गर्दाखेरि मरेको थियो। सो अब जस्तो अब माइन गरौँ हैन, के पाइन्छ हेर्दै जाउँ। ओके अहिले त स्यान्ड मात्रै पाइरह, स्यान्ड पनि काम लाग्छ ग्लास बनाउन ओर्नलाई। यो ब्लकहरू पनि कहीँ न कहीँ काम लागिहाल्छ पछि। लाइक यो अब मलाई अनि यो एक्सटेन्ड गर्नु छ नि त, यो एक्सटेन्ड गर्दा चाहिँ यो प्रिजमनियम ब्लकहरूले चाहिँ लाइक एउटा ओसन मोन्युमेन्ट टाइपको स्ट्रक्चर बनाएर गर्न पाइयो नि त। ओ माई गड, यत्रो ग्लास पनि पाउँछ, ग्लास त मस्त पाइयो हैन। ओके यो फिसहरू आउँछ, यहाँ अटोमेटिक झर्छ, त्यही भएर मैले ओपनली बनाइदिएको छु। र यहाँ अहिले जुन वाटर एनिमल भयो त्यो डेथ नमर्ने गरी मैले तल बनाइदिएको छु कि। र यो फटाफट माइन गरौँ र के पाइन्छ हेर्दै जाउँ। अनि लाइक जसले लास्ट भिडियो हेरिदिनु, थर्ड एपिसोड हेरिदिनु भएको छ सबैलाई धेरै 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 थ्याङ्क यू हैन। र यो भिडियो नि हेर्दै हुनुहुन्छ भने प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब हैन। प्लिज सपोर्ट द च्यानल, हेल्प ग्रो हैन, ग्रो गरौँ। यस्तै म माइनक्राफ्टको भिडियो लिएर आउँछु। अरू म सायद सर्भाइभल सिरिज सुरु गर्छु भनेको थिएँ र केही मिले छैन अझै नि, सो स्टार्ट गर्न पाएको छैन अझै नि। अब यिनीहरूले फेरि गिद्दी ह्याङ गर्छ, यिनीहरूले त गिद्दी ह्याङ चाहिँ कसरी गर्दैन यार। एउटा सिल्ड बनाऊ पहिला, फेरि यो भातेहरूलाई एउटा सिल्ड बनाऊ। लेट्स अट्याक। Okay, I just got killed. I chose from okay. Okay, I'm drowning. Okay, first time rain pani भयो हाम्रो, फर्स्ट टाइम त नभनौँ तर रेन भयो। ओके कहाँ कति गाडी, नो म्याटर म के हो तर आई वान्ट किल दिस। ओके फाइनली डन। यसलाई भित्र लाइक सब सामानहरूलाई त्यसमा हालौँ, इन्भेन्ट्री फुल भइरहेछ मेरो यहाँ। यसलाई यो होइन, यसलाई त उडको चिसनले राख्ने। यो फेजबाट पाएका सामानहरू चाहिँ म यसमा राख्छु भनेर मैले लास्ट भिडियोमै भनिसकेको थिएँ। र ओके यो चेस्ट पनि फिल हुँदैछ र सो लेट्स मेक एनदर चेस्ट हैन। यो पनि यसबाट पाएको हो। यो कहाँबाट यहाँ पुग्यो फेरि अचानक, है त भाइ, यो गार्डियनले गर्दाखेरि त्यहाँ पुगेँ। मेरो भ्याउ त जनता हो। ओके सो अब लेट्स गेट ब्याक टु माइनिङ हैन। यस्तो म भएर त अहिले आइ नै हाल्छन्। केही समयपछि वाट, यिनीहरू आफै बाहिर निक्लिनु रहन्, मलाई थाहा थिएन के हो यस्तो नयाँ कुराहरू। मलाई अहिले थाहा पाएको छु लाइक दे कुड एक्चुली जम्प आउट भनेर। ओके यो टेम नभएर होला सायद। ओके दिस इज गेटिङ वाइल्ड।
यो साह्रै ले मारिदियो, अहिले काम छैन। ओरियरवाला थियो, मलाई काम थियो, मारिदिएँ मैले। ओके, सो लेट्स गेट टु माइनिङ र केही माइन गरिसकेपछि देन आई विल बी ब्याक। सो ओके, माइन गर्दा गर्दै वी फाइनली गट आवर नर्मल टाइप नटुलस र यो साइड गरेर हामीसँग अल 3 टाइपको नटुलस भइसकेको छ। ओके, आइरन पिक्याक्स चाहिँ ब्रेक भयो। सो ओके, म माइन गर्दै थिएँ र ओके आई एम माइन गर्दै थिएँ। सो लेट्स कन्टिन्यू द्याट होइन, केही कुरा नरोकिकन गरौँ र थोरै बेर माइन गरेपछि आई बी ब्याक। ओके, र सायद हाम्रो पेजको लास्ट टेस्ट पनि पाइसकेको छु मैले होइन। ओके, आई हेभ ओपन र यहाँ के छ भनेर टोटल एक छ, म्याङ्ग्रोभ प्रोफाइल छ, मतलब यसले म्याङ्ग्रोभ ट्री मिल्छ। ट्राइडेन्ट पायो। ओके गर्दै, ओके एल्डर गार्डन्स भनेको ओके कस्टम मैले क्रिएटिभमा राखेँ होइन। र यो माइनक्राफ्ट पेजै हेर्न सक्नुहुन्छ, म मर्यान्छु 2-4चोटि होइन। सो यो पेज चाहिँ ऱ्यान्डमली आएको हो र सो लेट्स माइन दिस र विथ दिस हाम्रो ओसियन पेज पनि फाइनली सकिसकेको छ होइन। ओसियन पेज हाम्रो 4th पेज इज फाइनली ओभर र सब कुरा त राखौँ होइन, के पायो यो पेजबाट। अनि लेट्स चाहिँ के हामीले इन टोटल के पाएको छ भनेर। ओके, यता राखौँ यो कुराहरू, यो जम्मै यिनीहरू त यतै थियो होला त यार। ओके, स्यान्डलाई यता थियो, प्रिजमरिन नि ओके 1 स्ट्याक अफ प्रिजमरिन पाइसक्यो हामीले अलरेडी अनि ट्राइड इट। अनि दिस इज द मोस्ट लाइक वियर्ड थिङ अहिलेसम्म मैले लाइक जति पनि माइनक्राफ्ट फेल त्यसमा पाएको, लाइक स्पन ब्लक। इट वाज ओन्ली पोसिबल त मैले क्रिएटिभमा मात्रै देखाएर स्पन एक होइन, बट आई जस्ट गट इट इन सर्भाइभल। कसम क्रिएटिभ चाहिँ गएन, यु क्यान सी होइन। म यो गार्डन अघि मरे गार्डन यही हो होइन। ओके ल के पाएँ हेरौँ होइन। ओके, अनि हाम्रो फेज पनि एन्ड भइसकेको छ। साथै यति हो हाम्रो सामान पाएको, लाइक केही डायमन्ड्स पायो, थोरै ब्लक्सहरू अनि पिसेसहरू, चेस्टहरू, यो डेड कोरल लिफहरू पाएको छ होइन। सो अब लाइक अहिले यति गरौँ, लेट्स गो टु स्लिप। र अब के गर्ने भन्दाखेरि हामीलाई आइल्यान्ड एक्सपान्ड गर्नु छ, त्यसको लागि चाहिँ एकदम ट्रीहरू धेरै चाहिन्छ। सो लेट्स गेट टु एक्सपान्डिङ द आइल्यान्ड होइन। आइल्यान्ड एक्सपान्ड गर्नु एक साइडतिर लाइक प्लान ओ वाउ रेनबो। ओके, यो साइडबाट चाहिँ एउटा थोरै प्लेटफर्म बनाएर यता ट्री फार्म बनाऊँ सुरुमा होइन। सो ओके लेट्स गेट त्यो बनाउनलाई थोरै रिसोर्सेसहरू कलेक्ट गर्नुपर्छ। लेट्स गेट टु इट, कलेक्ट गर्नु रिसोर्सेसहरू होइन। ओके ल मैले सबै रिसोर्स कलेक्ट त गरिनँ, बट जति छ लाइक लेट्स गेट टु इट एक्सपान्डिङ इट। र फेरि झऱ्यो भने सबै जान्छ। सो यसलाई यसमा राखौँ होइन, त्यो डर त छँदैछ। अनि लिउँ अहिलेलाई लिउँ एउटा यो पिक्याक्समा चाहिँ। र मेरो प्लान के छ लाइक यसलाई 20 ब्लक जति बाहिर एक्सटेन्ड गर्ने, यो म्याच हुँदैन। सो जे भयो नि यताबाट 20 ब्लक जति उता एक्सटेन्ड गरेर अनि ओके आइएम फुल्ली लोन रिसोर्सेस, किनकि लाइक ट्री प्लेटफर्म बनाउन एभ्रिवेयर ग्रास यो प्रपर यो डट प्लेटफर्म चाहिन्छ, त्यस कारण मसँग त्यो छैन। सो अब माइन गरौँ होइन यो फेजमा। आई गेस डट हाम्रो के फेज छैन, जङ्गल बायम थियो हाम्रो। जङ्गल बायममा लाइक आई गेस जङ्गल हो, डन्जन या जङ्गल बायम हो, डन्जन हो भनौँ न अब। सो लेट्स माइन इट होइन, एउटा सर्भर बनाउनु पर्छ। अहिले अब बनाउनु पऱ्यो र माइन गरौँ होइन, के पाइन्छ लेट्स एक्सप्लोर होइन। यो पेज पनि लाइक ओके लाइक जे कुरा मलाई कमी थियो अहिले त्यही पाइरहेको, लाइक आई निडेड मोस्ट कबल स्टोन, त्यो उसको लागि होइन। कबल स्टोनहरू चाहिरहेको थियो, त्यो ठ्याक्कै अहिले पाइरहेको। आई गेस यो पेजमा यही नै कबल स्टोन, जङ्गल वुडहरू, जङ्गल बायमा पाइने चिजहरू हुन्छ होला म्याक्सिमम। फ्रग लाइट पनि पाइरहेको छ, फ्रग लाइट मर्ड्सहरू। ओके मर्ड फ्रम अराउन्ड। ओके डायमन्ड पनि पायो होला, डायमन्ड फेरि पनि हाम्रो 3rd डायमन्ड सायद यो होइन। फेरि रेस्टोरेन्ट आइसक्यो, के हो आई डोन्ट नो होइन। लेट्स क्विकली ब्रेक इट। ल थोरै माइन्ड गरौँ, के पाइन्छ हेरौँ होइन। अनि त्यही त्यसपछि अब लाइक मलाई जे चाहियो त्यही चाहिँ पाइरहेन मैले। ओके त्यो साले विथले मलाई पोइजन गरिदियो होइन, केही हुने पोइजन यस्तो छ। आई गेस यो फेजमा विथहरू इज लाइक धेरै धेरै आउँछन् होला होइन। ओके आई हिल्ड माइसेल्फ। र खाना कमी छ सबभन्दा धेरै भने अहिले।
आई गट सम पोटेटोज तर यसलाई ब्रिड गर्न चाहिन्छ त्यो भएर चाहिँ सो माइन गरौँ के पाइन्छ एक्सप्लोर गर्दै गरौँ धेरै मप्सहरू नयाँ नयाँ मप्सहरू नयाँ नयाँ कुराहरू डिस्कभर गरिन्छ फेरि र डट चाहिँ अब मलाई डट चाहिन्छ डटको कुराहरू के पाइन्छ हेरौँ यो कुन खालको स्केलेटन हो त नयाँ अरे यो नयाँ टाइपको स्केलेटन हो न अपडेटमा आएको अरे कहाँ गयो मेरो सिल्ड सिल्ड छैन बट मेरो अन्डरबाट पोइजन हेर होइन यार लाइक यो फेज दिस फेज इज डेन्जरस सबभन्दा डेन्जरस जस्तो लाग्यो कसै नदेखा चिजहरू हेर लाइक कति भनौँ यतैबाट माइनिङ गरौँ होइन अब त्यो काम छैन नि तलको त माइन गर्दै जाऊँ यो फ्रग लाइट्स पाइरह हामीलाई यिनीहरू फ्रग लाइट्स पनि राम्रो अरे ए अल थ्री टाइप्स अफ फ्रग लाइट्स भयो लाइक यो धेरै सबैमा एड भयो वाट वान हाफ हाफ यार कसरी हान्दा बाहिरबाट ओके आइ ठुलो भएको कारण बाहिरबाट हान्दा सायद म कसम 12-15 मरिसकेको लेभलमा डायमन्ड भयो र जङ्गल क्षेत्रलाई अलग्गै एउटा ऊ बनाऊँ न अलग्गै एउटा चेस्ट भनौँ होइन अब त्यहाँको चेस्ट भयो नि यो अन्त हो होइन ओके यो हाम्रो जङ्गल भएको चेस्ट भयो ल यहाँ जे पाउँछ सबै यहाँ राख्ने ओ स्टिकिङ पायो नि यो यहाँनिर हाम्रो सानो ऊ बनाउनु लागेको थिएँ लाइक पन्ड एरिया टाइपको बनाउनु लागेको थिएँ होइन त्यो चाहिँ अलिक ऊ भएन लाइक सोचे जस्तो भएन किनकि यतातिर एउटा डिजाइन भयो यतातिर एउटा डिजाइन भयो नि त तर आइएम कन्टिन्युङ दिस रिसोर्सेसको कमी भएको कारणले हो र मैले गरेर रेकर्डिङ नि सब उडेछ होइन रेकर्ड गरेको थिएँ मैले लाइक अनि सब रेकर्डिङ फेल भएछ मेरो दुईवटा प्रोजेक्ट एकैचोटि पेन्डिङ छ त्यो कारणले अलिक झ्याउ भइरहेको क्या फर्स्ट यता मिलाउँ भने यो यहाँ म स्पन भयो भने केही छैन भयो केही होइन फर्स्ट कोही जान्ने खाँदा फर्स्ट लेट्स गो टु स्लिप होइन ओके हाम्रो फेज कन्टिन्यू जङ्गलमा हामी चलिरहेको थियो ओके केही ब्लक छ भने हेरौँ यता होइन आई गेस केही पनि त्यस्तो खासै केही ब्लक्सहरू छैन सो यो फुडको एकदम कम्बिनेसन होइन अब हेरी साउन्ड यत्रो ओके ल मैले सबै कम गरिसकेँ होइन सो अब यहाँ माइन गर्दै जाउँ केही न केही अफकोर्स भेटिहाल्ला होइन डट पनि एकदम काम लाग्छ अहिले लाइक त्यो हाम्रो ऊ एक्सचेन्ज फ्री फार्म एक्सचेन्ज गर्न र लेट्स माइन फर सम टाइम र हेरौँ के पाइन्छ होइन यो हटेर यो अल नबिस्तार लेट्स माइन फर सम टाइम र के पाइन्छ हेर्दै जाउँ लगभग एक स्ट्याक डट छ र जति छ त्यसैमा गरेर प्लान्ट गर्दै गरौँ होइन जति मैले प्लेटफर्म बनाएँ त्यतिमै सायद त्यो मैले कोर्स डट हालेको छु त्यसमा नि लाइक यो प्लान्ट हुनुपर्छ ओके त्यसमा प्लान्ट हुनु ओके लाइक यतिको स्पेसमा रोपिदिउँ होइन मलाई के सोचेको छ भने लाइक यो ब्रेक गरेर त गइहाल्छ यो सब गयो बे ओके मैले सबैतिर चाहिँ एक्सपान्ड चाहिँ गरेको छैन लाइक होइन ओके मैले सबैतिर चाहिँ गरिनँ बट आई अब जस्तो यो थ्री साइडमा भयो र मलाई यही डिजाइन ठिक लागेर मैले चाहिँ यही कन्टिन्यू गरेको होइन तर यहाँ चाहिँ हाम्रो के हुन्छ नि ऊ डार्क ओकलाई हुन्छ त्यो 4 ब्लकको ग्याप चाहिँ राख होइन यो अलिक सानो छ लाइक इनफ हुन्न तर लाइक पछि यस्तो एउटा वे मात्रै लाइक छ भन्ने मात्रै बनाउने हो कि लेट्स बोन मिल दिस र ओके वी गट आवर टु ट्री र यो एरिया चाहिँ हाम्रो जङ्गल
यसको सिङ्गल हुन्छ यहाँबाट हामीले ऊ पाइहालिन्छ होइन ओके मैले थोरै एक्सप्लेन गरेँ यति गरेँ होइन यहाँ हाम्रो अब यो स्याप्लिङ अरू स्याप्लिङ झरेको त्यो झरेर लाइक त्यो मरेको पछि मर्या भएर सब सामान लस गऱ्यो भने त्यसले अलिकति घाटा चाहिँ पार्छ होइन घाटा पार्दैन पारिसक्यो नै र पछि गएर केही न केही त्यसरी बेफाइदा पनि हुन्छ हामीलाई अघि यो फार्म पनि एक्सपान्ड गराउनु पऱ्यो त्यो ट्विटर त आइरह तर मजाले त्यस्तो छैन धन्यवाद छ र सो दिस वाज फर टुडेज भिडियो आज खासै केही कम्प्लिट गर्न पाइएन त्यो त ट्री फार्म पनि मजाले कम्प्लिट भएन र यता हाम्रो पन्ड बनाउनु भयो त्यो पनि राम्रो कम्प्लिट भएन बट आई विल कन्टिन्यू दिस आई ग्राइन्ड अफलाइन ग्राइन्ड गर्छु र थोरै केही हुन्छ कि हेर्छु होइन ओके केही हुन्छ कि हेर्छु र लाइक यो चाहिँ सकेसम्म नेक्स्ट एपिसोडमा चाहिँ हामी यो म बिल्ड गर्नेवाला छु नेक्स्ट एपिसोडमा किनकि अब नेक्स्ट एपिसोड सायद अब यसपछिको फेज भनेको हाम्रो नेदर हुन्छ र नेदरमा यहाँ एनिमलहरू राख्दाखेरि चाहिँ बेफाइदा हुनसक्छ सो सी यू गाइज इन द नेक्स्ट भिडियो टिल देन टेक केयर बाई बाई पिस आउट